हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल है गाइसहरूलाई म आज चाहिँ हामी के गराएको छु भनेदेखि माथि के गुम्बाको काममा माथि डाँडाको माथि के भन्छ भने त्यो डाँडाको नाम चाहिँ ताक्ना भन्छ के हाम्रो भाषामा चाहिँ त्यहाँमा चाहिँ गइरहेको छु है। हाम्रो साथीहरू पनि छ र हाम्रो क्लासमेटहरू हाम्रो सिनियर दाइहरू हुनुहुन्छ है। एकदम थाकिसके म चाहिँ एकदम यस्तो ओकाली चढ्नु पर्ने चढाएको होइन। साथीहरू पनि थाकेकै छ। एउटा साथी चाहिँ एकदम अगाडि गयो एकदम जोसपूर्वक भनौँ कि एकदम रेस्ट गरौँ है त। रेस्टिङ गाह्रो छ जिन्दगीमा होइन। यो ब्रो चाहिँ यता छ होइन। यस्तो रुख ठुलो रुखहरू पनि देख्न सक्नुहुनेछ तपाईँहरूले। जङ्गल सबैतिर जङ्गलै जङ्गल छ होइन। जङ्गलको बिचमा म एक्लै जाँदै साथीहरू चाहिँ कोही साथी चाहिँ अगाडि गयो होइन, अगाडि त्यहाँबाट कोही साथी चाहिँ तल आउँदैछ होइन, पछाडि आउँदैछ त्यहाँबाट बाटो चाहिँ त्यहाँ नै हो ल। एकदम यो छ नि त यो केटल भन्छ होइन यसलाई। यो केटल चाहिँ लिन गाह्रो कि जल भएको भए अब के भन्छ लिन्थे राम्रोसँग। यो चाहिँ एकदम हातमा गाह्रो पर्छ कि हात दुख्छ यस्तै लिनुपर्ने भएर यसो हातले लिनु परेर गाह्रो भइरहेको छ। कसरी चाहिँ एकदम गयो कि माथि भन्छ अगाडि गयो हो अगाडि त्यहाँ म चाहिँ यता हेर्न गाह्रो। अहिले चाहिँ धेरै टाढो पुगिसकेको छु हामी है। हाम्रो एल्बम गुम्बा चाहिँ तल रहेको छ। म चाहिँ यता के गर्न आएको भनेदेखि पानी थप्न आएको है। हामी हाम्रो ब्रो दुई भन्छ एउटा ब्रो र म चाहिँ किचनबाट के किचन भन्छ होइन कुक भएर हामी दुई चाहिँ होइन। अहिले म चाहिँ पानी थप्न आएको। पानी चाहिँ जताततै पाउँदैन होइन, 2 ठाउँमा मात्र पाइन्छ यता चाहिँ है। खर्क बस्छ हुनु त पहिले आजकल त खर्क बस्ने मान्छे छैन। उता अर्को ठाउँमा चाहिँ पानी छैन, यता चाहिँ पानी रहेको छ है। पानी पनि लिनलाई गाह्रो छ के यति मात्र हो कि पानी चाहिँ यति मात्र हो। त्यो चाहिँ अब के गर्ने टङ्की जस्तो भएको भए राम्रो हुन्थ्यो होइन। त्यही भएर पानी चाहिँ लिन गाह्रो थियो। त्यहीमा पनि लिइसके है हामीले चाहिँ पानी थपेर। मेरो ब्याकग्राउन्डमा चाहिँ रहेको छ हाम्रो एल्बाङ गुम्बा है। पानीको अवस्था चाहिँ यता हेर्न। पानी लिँदाखेरि चाहिँ एउटा अङ्कलसँग गएँ होइन। पानी लिएर आउँदाखेरि चाहिँ म सिङ्गल आउँदाखेरि चाहिँ मलाई यस्तो डर लाग्यो कि यो त भालो बेट्छ कि भनेर डर थियो कि मलाई चाहिँ। बर्खाको बेला हो होइन, जताततै जङ्गल छ है। क्या सिनेरी होइन उधर देखो आखै ब्राइटनेस चाहिँ हामी नहोस् न यार, एक्सपोजर बर्खाको बेला हो है। जताततै पानी परेको हुनाले दाउरा छ नि त, दाउरा पाउन एकदम गाह्रो के। सुको दाउरा पाउन गाह्रो है। सबै भिजेको मात्र आगो बाल्न एकदम गाह्रो भयो हामीलाई चाहिँ। त्यहीमा पनि कोसिस गरी है, कोसिस गरी आगो बाले ठन्डो हो 2 बजे त कन्ना मंदी दिल जादो। यसो देखो न we are high altitude and we are high altitude। चाउचाउ पकाउँदै छु है, करण चाउचाउ पकाउँदै अवस्थामा हामी चाहिँ। ब्रो चाहिँ माथिबाट त्यो ल्याउँदैछ के भन्छ अब त्यसलाई दुङमा भन्छ हाम्रो भाषामा, अनि के भन्छ होला होइन। नेपालबाट त मलाई आएन है। दुङमा लिँदैछ त्यो आने गुम्बाको फ्ल्याग गर्नको लागि हो कि, FLAG फ्ल्याग गर्नको लागि हो है। यति नै भनौँ होइन। भिडियो चाहिँ सर्ट भयो तर पनि ओल्ड भिडियो हो, आजकलको भिडियो त होइन, 1 वर्ष अघिको भिडियो हो। त्यहीमा पनि तपाईँहरूले हेरिदिनु भएमा थ्याङ्क यू सो मच है। च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।